चीनले संसारकै अग्ला पहाडहरूमा समेत यस्ता खतरनाक सडकहरू बनाएको छ जसलाई देख्दा तपाईलाई विश्वास गर्नै गाह्रो पर्न सक्छ। जहाँ धेरै देशहरू समथर जमिनमा सडक बनाउन व्यस्त छन्, चीनका इन्जिनियरहरूले भने हजारौं फिट अग्ला पहाडका भिरहरूमा सडक र सुरुङहरू निर्माण गरेका छन्। चीनले यति अग्ला पहाडहरूमा सडक बनाएको छ कि हेर्दा विश्वास गर्नै गाह्रो हुन्छ। कतिपय ठाउँमा सडकहरू हजारौं फिट उचाइमा पहाडका भित्तामा टाँसिए जस्तै देखिन्छन्। अझ रोचक कुरा त के छ भने चीनले पहाडको फेदीमा मात्र होइन, पहाडको माथि माथि एकपछि अर्को चुचुरो पार गर्दै टुप्पै टुप्पासम्म पुग्ने बाटोहरू समेत निर्माण गरेको छ। यी सडकहरू यति घुमाउरा र उचाइमा छन् कि तल हेर्दा गहिरो खोज देखिन्छ भने माथि हेर्दा फेरि अर्को पहाडको चुचुरो देखिन्छ। कतिपय सडकहरू त बादलभन्दा माथि पुगे जस्तो देखिन्छन्। यही कारण चीनका यी पहाडी हाइवेलाई संसारकै सबैभन्दा रोमाञ्चक र जोखिमपूर्ण सडकहरूमध्ये गनिन्छ। सडक निर्माण मात्र होइन, यस्ता दुर्गम पहाडी क्षेत्रमा मानिस र सामानको आवत जावत सजिलो बनाउने उद्देश्यले चीनले विशाल पूर्वाधार निर्माण गरेको छ। कतिपय सडकहरू पहाडको किनारे किनार बनेका छन्, जहाँ एकतर्फ ठाडो चट्टान हुन्छ भने अर्कोतर्फ 100 फिट गहिरो खाडल। अझ रोचक कुरा त के छ भने दुर्गम पहाडी क्षेत्रलाई शहरसँग जोड्न ठूला पुल र लामो सुरुङहरू पनि निर्माण गरिएका छन्। चीनका केही प्रसिद्ध पहाडी सडकहरू यति घुमाउरा र उचाइमा छन् कि त्यहाँ गाडी चलाउनु सामान्य सडकमा चलाउनु जस्तो बिल्कुलै छैन। एउटा सानो गलतीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्छ। तर यी सडकहरूको उद्देश्य केवल रोमाञ्च पैदा गर्नु होइन, दुर्गम गाउँ, पर्यटकीय क्षेत्र र पहाडी बस्तीहरूलाई मुख्य शहरसँग जोड्नु पनि यसको ठूलो कारण हो। त्यसैले चीनका यी पहाडी सडकहरू इन्जिनियरिङको अद्भुत उदाहरण मानिन्छन्। तपाईलाई के लाग्छ? यस्ता सडकहरू साँच्चै चमत्कार हुन् कि आधुनिक इन्जिनियरिङको कमाल? यस्तै संसारका समृद्धि, विकास र रोचक सत्य तथ्यहरू हेर्न चाहनुहुन्छ भने हामीलाई फलो गर्न नभुल्नुहोस् होला।